हाम्रो परापूर्वकालदेखि चलिआएको जुन भालेश्वर मन्दिर छ नि त्यहाँ आउने जानीसँग पनि 100 रुपियाँ पैसा चाहिँ यो घाट राखेर उठाउने गरे रहेछ चन्दगिरी हिल्सले। भन्दा बाहिर पनि यसरी टेन्टहरु राखेर यो वनमा अतिक्रमण गरेछ होइन भने तपाईले गएर बोलाइदिनुस्। म त ड्युटी गर्ने मान्छे यहाँ म के हो ड्युटी गर्ने मान्छे म ड्युटी यहाँ कम्पाउन्डमा राखोस् उसको कम्पाउन्ड काम हो त्यहाँसम्म राखोस् उसको बेग्लै कुरा हो पैसा उठाउनु पाइएन तर उसले त अतिक्रमण गरेर यहाँसम्म ल्याएको छ नि त। यसको एरिया कहाँ भन्दाखेरि जहाँनिर ढलान गरेछ नि जहाँनिर ढलान बाटो गरेछ नि त्यसको एरिया त्यहाँबाट सुरु हुन्छ। त्यो हामीलाई त्यो आधिकारिकमा थाहा भयो भने त्यहाँसम्म मात्र बस्छ। आधिकारिक मान्छेले आधिकारिकता दिन्छ। 20 मिनट लाग्ला 20 मिनट 25 मिनट टाइम क्यामेरा पहिला पेट्टे फुटाइदिनु ल आनन्द ल त्यसो काम नगर्नु आजको भिड होइन कि हाम्रो होइन पुराउ आधिकारिक मान्छेलाई सुन्नु साथीहरू हाम्रो चाहिँ के भन्छ ढकालको जाति मुर्दाबाद अवैध पैसा वसुल्न पाइँदैन अवैध पैसा वसुल्न पाइँदैन ढकालको जाति मुर्दाबाद ढकालको जाति मुर्दाबाद अहिलेसम्म उठाएको पैसाको हिसाब किताब छानबिन गर अहिलेसम्म उठाएको हिसाब किताब जनतालाई देखाउनु पर्यो। हाम्रो साथीहरूले हामीले पनि बुझ्नुपर्ने कुराहरू के भने मैले हाम्रो हेर्नु भएको मैले त के तपाईँको मान्छे आइदिनु पर्यो कि तपाईँले हामीलाई जिम्मेवारी पूर्वक चाहिँ के हो प्रश्नको उत्तर दिनु पर्यो। हामी बसेर टेबलमा बसेर कुरा हुँदैन जङ्गलमा बसेर कुरा हुन्छ। जङ्गल अतिक्रमण गरेर आउनु चाहिँ आउनु न जे भन्नुभयो त्यही भन्नुहोस्। शनिबार छुट्टी छ त्यसै माथि जाउँ माथि हेर्ने अब म पञ्चायतको ओएम सर पनि के हो त डिसिजन यो तपाईँको यो जायज हो र यो तपाईँको सुन्नु जिएम होला यहाँको एमडी होला जङ्गललाई अतिक्रमण गर्नु राम्रो चिज हो त तपाईँले दिने हो कि आधिकारिक मान्छे बोलाउनुहुन्छ भन्नु त अनि म त बोलाइरहेको छु। ल बोलाइदिनुहोस् कति टाइम लाग्छ ठ्याक्कै भनिदिनुहोस् हामीलाई समय दिनुहोस्। त्यस्तो हुँदैन पुरेको आधी घन्टा भयो सुन्नु न सर बोलाइदिनुहोस् छिटो तपाईँ किन यसरी आइरहनु भएको छ हामीलाई समय दिनुहोस्। टेबुलमा बाल्न गर्ने हमारे वन दोहन गरेर होइन जङ्गल दोहन गरेर टेबुलमा त कसैको नि हुँदैन के भने टाइम लिउँ भने सधैँको लागि हो यो अब गर्नु हुँदैन के भर्खर बस्दै
त्यसपछि हामी अब माथि अगाडिबाट फोन गर्नुहोस् अहिले भर्खरै फोन गर्नुहोस् हुँदैन फोन गर्नुहोस् एकछिन टेबलमा होइन तपाईँले फोन लाउनुहोस् यहाँ को फोन गर्नुहोस् एकछिन उहाँले फोन लाउनुहुन्छ जान्न नपाउने त्यहाँ राख्यो सबैको लागि खुला हुनु पर्यो यसै गरी व्यापार सबैको लागि यसरी खुला हुनु पर्यो मात्र यो हाम्रो यो भेगको युवाहरू यहाँ चाहिँ तपाईहरूले जुन गरिरहनु भएको कुराहरू कुन कुराहरू गलत छ अत्याचार छ भनेर अहिले हामी आयौँ त्यो हिजोको तपाईँहरूले जुन वक्तव्य जारी गर्नुभयो त्यो पनि चित्त बुझेन अब हामीसँग हाम्रो यो माग के छ यो हामीले यहाँ अहिले सुनाइदिन्छौँ तपाईले तपाईको चाहिँ माथि अहिले सम्बन्धित ठाउँमा पुर्याउन सक्ने तपाईहरु प्रतिनिधि मात्रै तपाई हो कि होइन होइन भने तपाईले गएर बोलाइदिनु पर्यो म त ड्युटी गर्ने मान्छे यहाँ म के हो ड्युटी गर्ने मान्छे म ड्युटी यहाँ हो त्यसो गर्नु सुन्नुस् न यहाँ अहिले माथि कोले हेरिरहनु भएको छ हाम्रो सीओ सर हुन्छ उहाँले यही बोल्नु पर्यो यही अहिले मैले के भन्नु खोजेँ हैन यही बोल्नु पर्यो हामी यही बस्छौँ यहाँ बस्नु यस्तो एकछिन यस्तो हुन्छ यो चाहिँ जस्तो हाम्रो पोइन्ट भनेको यो हामी किनभने हाम्रो पोइन्ट भनेको यो यहाँ चाहिँ तपाईको यो भन्दा माथि तपाईको हिल्सले चाहिँ कहाँदेखि कहाँसम्म यो हिल्सको छ त्यसकारणले हामीले अहिले के गर्यौं भने शान्तिपूर्ण तरिकाले खबर गराएर तपाईको प्रतिनिधि यहाँ आउनुहुन्छ या उहाँले तपाईहरु माथि आएर के हो कसरी गर्ने भनेर उहाँले सुझाव दिनुहुन्छ एउटा कुरा नभए भने कस्तो हुन्छ एउटा समय सीमा भित्र उहाँले तपाईहरुले बोलाउनु भएन भने हामी यो अटोमेटिक हटाउँछौं त्यो वातावरण बनाउनु भन्दा पहिला तपाईले जानकारी गराइदिनु पर्यो माथि र बोलाइदिनु पर्यो कुरा त्यति हो हो अहिले यसो भएन हटाउँछु हटाएर जाने हो त्यसलाई चाहिँ हल्का रूपमा नलियोस् के छ आउँछ अहिले यो सब हटाउनु पर्छ है 5-10 मिनेट तार भन्दा बाहिर पनि यसरी टेन्टहरू आएर यो वनमा अतिक्रमण गरेछ यो सब हटाउनु पर्छ